आजको भिडियो रहेको छ मेसेन्जर सम्बन्धी हैन। जुन मेसेन्जरमा हामीले माथि स्क्रिनमा दिए जस्तै गरेर पिन राखेका हुन्छौँ, पिन सेट गरेका हुन्छौँ र त्यो पिन या हजुरले बिर्सिनु भयो या नयाँ राख्ने सोचमा हुनुहुन्छ भने त्यो पिनलाई चाहिँ हामीले कसरी रिसेट गर्ने त? यदि रिसेट गर्ने तरिका हजुरलाई थाहा छैन भने यो भिडियो पुरा हेर्नु होला है त। र यसको लागि चाहिँ सबैभन्दा पहिले हामी मेसेन्जरमा जानुपर्ने हुन्छ हैन। र मेसेन्जरमा गइसकेपछि 3 लाइनमा जानु होला र 3 लाइनमा गइसकेपछि आफ्नो प्रोफाइल देख्न सक्नुहुनेछ हैन। प्रोफाइलको मुनितिर चाहिँ सेटिङ भन्ने अप्सन रहेको छ। यो सेटिङमा क्लिक गर्नु होला र सेटिङमा क्लिक गरिसकेपछि यहाँ रहेको छ प्राइभेसी सेफ्टी भनेर रहेको छ। यो अप्सनमा चाहिँ क्लिक गर्नु होला। यो अप्सनमा क्लिक गरिसकेपछि हामी चाहिँ इन टु इनक्रिप्ट च्याट भनेर रहेको छ। यो अप्सनमा ओके गर्नु होला। यो अप्सनमा ओके गरिसकेपछि फर्स्टमा मेसेज स्टोरेज भनेर रहेको छ। यो अप्सनमा क्लिक गर्नु होला र यो अप्सनमा क्लिक गरिसकेपछि हजुरले यहाँ चाहिँ रिसेट पिन भनेर देख्न सक्नुहुनेछ हैन। यो पिन चाहिँ हामीले केमा युज गर्छौं भन्ने कुरा धेरै साथीहरुलाई थाहा पनि छैन हैन। यो पिन चाहिँ हामीले जुन हजुरले चलाइरहेको मोबाइलमा चाहिँ हजुरको फेसबुक लगइन गर्नु भएको छ र त्यही आइडी चाहिँ हजुरको अर्को मोबाइलमा लगइन गर्दाखेरि चाहिँ जुन पहिले गरेका हजुरका च्याट हिस्ट्रीहरु देखिदैनन् हैन। र त्यो देखाउनको लागि चाहिँ हजुरले यो पिन चाहिँ त्यसमा पिन कोड मागेको हुन्छ र पिन चाहिँ हजुरले त्यसमा राखेपछि हैन जुन पहिले गरेका जुन संवादहरु थिए ती सबै हिस्ट्रीहरु चाहिँ देखाउँछ है त। र यसको लागि चाहिँ सबैभन्दा पहिले यो अप्सन रहेको छ भने अर्को मोरको अप्सन पनि रहेको छ हैन। मोरमा ओके गरिसकेपछि हामीले यसमा अटोमा राखिसकेपछि हैन, अटोमा राख्यौं भने हामीले यो पिन पनि राख्नु पर्दैन है त। अटोमा राखिसकेपछि चाहिँ अटोमेटिक पनि हजुरले जुन पहिलाका हिस्ट्रीहरु हेर्न सक्नुहुनेछ हैन। भने अर्को रहेको छ यहाँ रिसेट पिनमा जान्छौं हामी र रिसेट पिनमा ओके गर्नु होला। रिसेट पिनमा ओके गरिसकेपछि हजुरले चाहिँ एउटा नयाँ पिन यहाँ करेक्ट गर्नुपर्ने हुन्छ हैन। मैले एउटा नयाँ पिन राख्छु यहाँ चाहिँ। यसरी मैले नयाँ पिन राखे र अर्को चाहिँ यहाँ हामीले कन्फर्म गर्नुपर्ने हुन्छ। सेम पिन राख्नु होला र सेम पिन राखिसकेपछि मेरो चाहिँ रिसेट पिन भइसकेको छ है त। यसरी चाहिँ हजुरले पहिलेको पिनहरु चाहिँ बिर्सिनु भएको छ भने चाहिँ हजुरले यहाँबाट रिसेट पनि गर्न सक्नुहुनेछ है त। मेसेज रिसेट गर्न सक्नुहुनेछ र यसरी चाहिँ हामीले जुन आफ्नो मेसेन्जरमा रहेको पिनलाई चाहिँ यसरी रिसेट गर्न सकिन्छ हैन। र धेरै जना साथीहरुले चाहिँ अगाडिको भिडियोमा सोधिराख्नु भएको थियो यो पिन नम्बर चाहिँ मैले बिर्से कसरी चाहिँ रिसेट गर्ने भनेर। र यसरी चाहिँ हजुरले आफ्नो मोबाइलमा सजिलै पिन रिसेट गर्न सक्नुहुन्छ। र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेलको आइकनलाई थिचेर नोटिफिकेसन अन गरिदिनु होला। धन्यवाद।